अब धेरै बोल्नुभयो है तपाईँ। एउटा सामान त ठिक ठाउँमा राख्न सक्दिनस्, बहानै छ के तेरो बडी। आफ्नो सामान आफै ठिक ठाउँमा राख्नु न त। अनि राखिहाल्छु नि त, म राख्न सकिहाल्छु नि। जा त उता, हेल्प चाहिँदैन मलाई तेरो। ल अबदेखि नबोल्नु मसँग। एउटा काम भने 10 थरी बहाना बनाएर आउँछ कति न। जति बेला नि मलाई रिस गरेछ, अफिसको सबै रिस पनि मलाई पोखेछ। तर बिचारी घरको काम पनि त कति धेरै गरिरहेको हुन्छ। अफिसको कामको टेन्सन पनि त कति हुन्छ उहाँलाई। होस् म आफै गएर फकाउँछु। होस् मै फकाउँछु। कता जान लाग्नु भएको तपाईँ? किन आएको त यहाँ? म त तपाईँसँगै कुरा गर्न आइरहेको थिएँ। मसँग कुरा गर्न अरे के कुरा? तपाईँ मसँग त्यसरी नरिसाउनु न। तिमी पनि मसँग मुख नफर्काउ नि त त्यसरी। मुख फर्काउने रे, मैले कति बेला मुख फर्काएँ? अनि अलिकति त्यो के हो त नि? अनि तपाईँले चाहिँ मलाई कसरी भन्नुभएको थियो नि? जा जा, तसँग कुरै गर्ने बेकार छ, कुरै गरिदिनु म। जा उठि जा। मलाई पनि तपाईँसँग बोल्नु कुनै रहर छैन।